ढुक्कसँग आज खुलेर आफ्ना समस्या राखिदिनुहोस् र भाषण होइन तपाईका छोटा छोटा 5 मिनेट जतिमा तपाईका आफ्ना कुरा राखिदिनुहोस्। 5 मिनेट भन्दा बेसी हजुरले बोल्नु भयो भने माइक अफ हुन्छ र अर्कोको पालो जाने भएको हुँदा त्यतिखेर चित्त दुखाउन पाइँदैन। 5 मिनेटमा आफ्ना कुरा राखिदिन हुनको लागि म अनुरोध गर्न चाहन्छु। दाइलाई धेरै धेरै शुभकामना, सफल कार्यको पनि शुभकामना। तर फेरि पनि गणेश दाई अब हामीले अब यो धन्यवाद जनतालाई सुझाव सांसदलाई भन्ने कार्यक्रम हामीले राख्यौँ अनि त्यस पछाडि अब 2 वर्ष 3 वर्ष होइन समय दिन्छौँ। समय अहिले भर्खरै त केही हुनेवाला पनि छैन होइन। एउटा जाब खाना बनाउनलाई त आधी घन्टा टाइम लाग्छ, देश बनाउनलाई त कति लाग्छ होइन, ठाउँ बनाउनलाई। तर हामी समय दिन्छौँ। तर समयमा पनि अब यसबाट केही भएन, नेग्लिजेन्स गर्नुभयो, अब यो ठाउँलाई प्रायोरिटी राख्नुपर्ने ठाउँलाई राख्नु भएन भने चाहिँ अब बालन दाइले भने जस्तै रूपमा बाँधेर हुन्छ कि के गरेर हुन्छ गणेश दाइ आउने बेला चाहिँ म छु। तर हाम्रो यो तारकेश्वर नगरपालिका वडा नम्बर 3 को यो कर्णाली जुम्ला जस्तै हो कि। अनि अहिले चाहिँ हाम्रो भोटको लागि भोट माग्नलाई अब यो सरकार मात्र राजसभा मात्र नभइकन अरू सरकारहरू पनि आए होइन। भोटको लागि मात्र तारकेश्वर नगरपालिका वडा नम्बर 3 आउनु भएन कि। त्यस पछाडि जसरी तपाईँ अब अहिले मैले ठ्याक्कै दाइलाई अलिकति कस्तो हुन्छ भने पोइन्ट मैले समातेर कुरा गरे जस्तो तपाईँले जसरी राजसभा पार्टी स्थापना भएको 3 वर्ष कति महिना भन्नुभयो नि, यो काठमाडौँ जिल्ला तारकेश्वर 3मा यो डाँडागाउँ 6 भन्ने चिज पनि तपाईँहरूले यहाँबाट जानुभन्दा अगाडि सम्झिनु पर्यो। हामीले चाहिँ म लगायतमा यहाँको युवाहरू, यहाँको हामी स्थानीयहरूले चाहिँ तारकेश्वर नगरपालिकामा हामीले अहिले आयो धन्यवाद जनतालाई सुझाव सांसदलाई भन्ने कार्यक्रम राख्यौँ। तर यो कार्यक्रम यही मात्र सीमित नभइकन सङ्घबाट दाइले गर्नुपर्ने पहलहरू सङ्घबाट हुनुपर्ने सङ्घमा गर्नुपर्ने दाइले पहल गरिदिनु पर्यो। स्थानीयमा तपाईँले सहकार्य गर्नु पर्यो, तपाईँले गर्नु पर्यो। ठाउँमा लाल पूजा छैन, घरहरू सबै अर्काको साउको जग्गा त्यतिकैमा बसिरहेको छ। कहिले पनि बाबुआजले खाइरहेको छ, अहिलेसम्म केही पनि भएको छैन। केही नहुँदाखेरि हामीलाई केही न केही हुनु पर्यो। अब हामीले धाम दिए तपाईँलाई, हजुरलाई गणेश धाम दिए। हजुर कति हाम्रो 3 पुस्ता भइसक्यो, भाउ गयो बाजे गयो, अब हामी पनि जान्ला। 37 वर्ष अब 60 भइसक्यो, अहिलेसम्म केही भएको छैन। जमिन कसको नाममा छ अहिले? साउको ढोटेलको नाममा छ। कसको नाममा? ढोटेलको सर ढोटेलको भन्दा ढोटेल भन्दा हामीले त ढोटेल भन्छ, ढोटेलको नाममा छ। त्यो भावनाको पनि छ। अहिले आएर केही पनि भएको छैन हामीलाई। अहिले बसोबास भयो, केही पनि बसोबास है, आफ्नो घर बनाएर छु। त्यो घर उठाउने भनेको छ। हामीले त्यो घरलाई के गरी उठाउने हो? हाम्रो अब 40 घर छ, त्यो 52 रोपनी जग्गामा 40 घर छ। त्यो जग्गालाई अब के गर्ने हो र कसो गर्ने हो तपाईँको जिम्मा हो, त्यही जग्गा दाम दिएको हो। त्यही भएर हामीलाई के गर्ने हो र कसो गर्ने हो त्यो गरिदिनु पर्यो। त्यही अब त्यो हाम्रो पिछिरहेको ठाउँ, हाम्रो बलामी ठाउँ हाम्रो हेर उहाँहरूको दाइले भन्नुभयो हाम्रो साह्रै पिछडिया ठाउँ बलामी गाउँ। यो घर जग्गाको कुरा आउँदाखेरि म आफै स्वयं घर बनाएर बसेको जग्गा मेरो आफ्नो नाउँमा छैन। यहाँ समाजमा सबैलाई जानकारी दिँदैछ र म बसेको टलसिन साई नवरान जोशी, राजुराज जोशीहरूको हुनुपर्छ। र हाम्रो यहाँ उपस्थित हुनुहुन्छ हाम्रो सुधीर दाजु, उहाँ मही चाहिँ उहाँ हुनुहुन्छ अरे र हामी महीमा छैनौँ। र हामीले सुरुदेखि अन्तसम्म दुःख सुख गरेर त्यो घर बनाउन जिरोदेखि, मेरो बाल्यकाल हजुरलाई समाजलाई सबैलाई थाहा छ, जिरोबाट सुरु भएको, कति छाक खाएँ कति छाक खाएन होला त्यो तपाईँलाई थाहा छ। कति दुःख गरेर बनाएको त्यो घरमा पनि मेरो आफ्नो अधिकार छैन, हाम्रो पूर्जा छैन। अहिलेसम्म नाउँमा आउने नआउने ठेगाना पनि छैन र कतिजनाले प्रतिशोधपूर्ण वक्तव्य दिँदाखेरि हाम्रो पीडा हुन्छ हाम्रो समाजमा। अब काङ्ग्रेसको जग्गामा बसेर घन्टीलाई भोट हाल्ने भन्ने कुराहरू पनि सुनेको थिएँ। म आज यो कुरा पनि रोकिन्न। यस्तो शब्द सुन्दाखेरि मलाई अचम्म लाग्छ। हाम्रो समाज कहाँ छ? हाम्रो समाजले के सोचेर यो वक्तव्य दियो थाहा छैन। र म बसेको लगायतका म जस्ता धेरैजना छन् त्यहाँ, बलामी समुदाय अथवा अरू समुदाय पनि छन् र उनीहरूले पूर्जा पाउने कि नपाउने, त्यहाँ बसेको 50-80 वर्ष भइसक्यो र धेरै दुःख गरेर बढाएको घरमा पनि आफ्नो अधिकार छ कि छैन त? त्यो राज्यले हेर्नुपर्छ कि पर्दैन? त्यो मान्छेको सम्पत्ति कति छ, त्यसको हैसियत कति छ, आफ्नो नाउँमा आउने हैसियत छ कि छैन? मसँग करोडौँ छ भने त्यो आफ्नो कुरा छ, तर मेरो त्यो मात्रै छ भने त्यो भने खोज्ने अधिकार राज्यलाई छ कि छैन? यो समाजले बोल्नुपर्छ कि पर्दैन? यो समाजले बोलेको शब्द हेरेर हामीलाई पीडा हुन्छ। त्यो प्रतिशोधपूर्ण शब्दले हामीलाई पीडा हुँदछ।
अब राज्यले नहेरेदेखि कसले हेर्नु त हाम्रो पीडा भनेको? समाज पनि बोल्नु पर्यो। यदि म अहिले बोलेको खण्डमा मैले गल्ती बोलेँ भने समाजले अहिले तुरुन्तै निवेदन गर्न सक्नुहुन्छ। मैले गल्ती बोलेँ भने मेरो ठाउँमा तपाईँको ठाउँमा हुर्केको, म बाल्यकालदेखि जन्मेको त्यही ठाउँ त्यही घरमा, अब म उठेर कहाँ जाउँ? मेरो ठाउँ पनि छैन। त्यस कारण तपाईँहरूले यसो समाज, राज्य, अगुवाजनहरू, राजनीतिका व्यक्तिहरूले पनि यसो निम्ति पहल गरिदिन हार्दिक अनुरोध गर्न चाहन्छु। काठमाडौँमै खोलाको नजिकै भइकन पनि नुवाकोटमा परेको केही गाउँ चाहिँ, केही बस्ती चाहिँ अहिले पनि नुवाकोटमा भइरहेको छ। तिनीहरूलाई चाहिँ काठमाडौँमा ल्याउने भन्ने पहल चाहिँ हाम्रो पनि सकारात्मक पहल हो। तर ल्याउँदै गर्दा हामीलाई पनि के फाइदा? हिजोका दिनमा हाम्रै यही बस्तीमा पनि भएका हाम्रा जग्गाहरू चाहिँ हाम्रो चाहिँ मूल्याङ्कन चाहिँ यति राखिदिएको छ कि यहाँको स्थानीय सरकारले, जुन चाहिँ अहिले मेरो यहाँ तलको जग्गा है, यो जग्गाको मूल्याङ्कन चाहिँ सरकारी मूल्याङ्कन 3,50,000 आना छ हो। तर त्यो जग्गालाई हामीले राजस्व तिर्दा चाहिँ 3,50,000 आनाको तरिकाले तिर्नुपर्छ। तर त्यो जग्गाको वास्तविक मूल्य चाहिँ हामीले अहिले आनाको 1 लाख पनि नपाउने स्थिति छ, जहाँ चाहिँ अन्तको चाहिँ आनाको भन्दा सरदर भन्दा त्यसको 2 गुणा 3 गुणा 4 गुणा बढी मान्यता हुन्छ। त्यसै कारणले ती व्यक्तिहरू पहिले सुरुमा आउन चाह्यो भने त ठिक छ, तर यही किसिमले यही बन्देज चाहिँ राख्यो भने त तिनीहरू पनि किन आउने? नुवाकोटमा चाहिँ त्यही मुआब्जा तिर्दाखेरि त्यसैको राजस्व तिर्दा चाहिँ उनीहरूलाई थोरै रकममा तिर्नुपर्ने अवस्था छ। अहिले हामी चाहिँ यति अवस्थामा छौँ नि। दिनभरि बाँदरले दुःख दिने, रात परेपछि जरा बँदेलो आउने, त्यो समस्या चाहिँ के भनेदेखि दीर्घकालीन भइराखेको छ। र जसको कारणले एकातिर रोजगार छैन, अर्कोतिर आय आर्जनको लागि चाहिँ नि खेतीपाती गर्न सबै बाँझो राख्नुपर्ने अवस्था आइरहेको छ। यदि हामीले गरी खान पाउने हो भने हामीलाई अरूभन्दा सबभन्दा पहिला रोजगारभन्दा पहिला आफ्नो जमिनमा गरी खान पाउनु पर्यो, नम्बर 1। र अर्को कुरो के भनेदेखि यहाँ गाडीको सधैँ समस्या। हामी अहिले पनि कहाँ भने दुर्गममा बसेको जस्तो एउटा नियमित गाडी छैन। त्यसको लागि चाहिँ नि बाटोको मेन कारण हो। यो बाटोलाई यदि हामीले बालाजुबाट चाहिँ नि धादिङ जोड्ने हो भनेदेखि बाटो राम्रोसँग हुन्थ्यो र गाडी चल्थ्यो। यहाँ डाँडासम्म त गाडी आएर पुग्दैन, पेसनर पनि पुग्दैन, गाडी चाहिँ नियमित चल्न सकेन। अलिकति लङ रुट भयो भनेदेखि चाहिँ नियमित गाडी चलाउनुको लागि सजिलो हुन्थ्यो। जसको लागि चाहिँ कारण के भनेदेखि यहाँसम्म त दिनदिन गाडी आउँछ, यहाँबाट धादिङ जोड्नको लागि उताबाट धादिङले पहल गरेर चाहिँ नि बाटो मजासँग ढलान गरेर ल्याइरहेको छ, पिच गरेर ल्याइरहेको छ। तर हामी काठमाडौँका नगरवासी आजसम्म बस चढ्नु 20 किलोमिटर बस चढ्नु नपाउने र धादिङले उताबाट बाटो ल्याइरहँदाखेरि यहाँ चाहिँ के भनेदेखि कमसेकम राष्ट्रिय स्तरमै हाम्रो सांसदज्यू पनि यहाँ हुनुभएको हुनाले रातो किताबमा पर्ने गरी र यो चाहिँ के भने 100% बाटोको लागि चाहिँ के भनेदेखि पहल गरिदिनु हुनुको लागि अनुरोध गर्दछु। सबभन्दा पहिला चाहिँ निकुञ्ज एरियामा तारबार लगाएर जङ्गली जनावर नियन्त्रण गर्नु पर्यो। सबभन्दा हाम्रो ठुलो समस्या भनेको यही हो। दोस्रो नम्बरमा चाहिँ मेन रोडदेखि तलसम्म खोलासम्म चाहिँ यो बाटोमा वाल लाउने हो कि नाइल लाउने हो कि पुलिसमा बाटो चाक्लो बनाउनु पर्यो। त्यसपछि एउटा बाटोलाई कालोपत्रै गर्नु पर्यो। सधैँभरि यो बाटो भत्काउने 10 लाख 5 लाख बजेट आएर यो काम भएन। यसलाई चाहिँ तपाईँको राष्ट्रिय उसमा चाहिँ समेट्नु पर्यो, राष्ट्रिय योजनामा। यो बाटोलाई धादिङसँग जोडेर यसलाई चाहिँ एउटा रातो किताबमा हजुरले चाहिँ टिपाउनु सक्नुभयो भने यसलाई चाहिँ एउटा दिगो रूपमा चाहिँ समाधानको रूप लिन्छ। तेस्रो नम्बरमा चाहिँ राति अँधारामा हिँड्नुपर्ने हुनाले अब यहाँ प्रायः सबै ठाउँमा पोलहरू छ। यो पहिला जडित भएको बत्तीहरू सबै निमिसक्यो। राति 2 बजी तरकारी पनि जानुपर्ने सबै यहाँको चाहिँ रोजगारी नै यही हो। त्यस कारणले गर्दा अब सोलर प्यानल धेरै महँगो पर्ने होइन, सोलर प्यानल जडित गर्नु पर्यो। हाम्रो माग नै यही हो। अनि वृहत खानेपानी परियोजना सञ्चालन गर्नु पर्यो। र बाँदर आतङ्क अब यो त एकजना व्यक्तिले गर्न सक्दैन, त्यो पनि हजुरले कुरा उठाउन सक्नुहुन्छ। अब बाँदरलाई कसरी नियन्त्रण गर्ने, यसलाई चाहिँ अब नस्ल सुधार गर्ने हो कि मार्ने हो कि कसरी के गर्ने हो, अब समस्या कुरा हजुरकै छ। अब अहिले तपाईँहरूले कुनै पनि उसमा कुनै पनि बानामा उम्किन पाउनुहुन्न। यो हाम्रो डाँडागाउँमा चाहिँ यो मल कृषि मल सरकारले कम दिइरहेछ। त्यसमा पनि कौशी खेतीहरूमा 10 किलो 5 किलो पाइरहेको छौँ कि त्यो चाहिँ एउटा कसरी व्यवस्थापन गर्न सकिन्छ यहाँले कुरा राखेर हुन्छ कि अघि काहीँ कुरा बढाएर हुन्छ अब अरू समस्या चाहिँ लगभग अब त्यति नै हो। केही छ भने साथीले थप्न सक्नुहुन्छ। आगामी दिन पहिला स्कुल जोगाउनु पर्यो अनि त्यसपछि मात्र त्यहाँबाट चाहिँ के गर्ने कसो गर्ने भन्ने कुरो छ। कति विद्यार्थी छन्? विद्यार्थी त तपाईँको खासै छैन। अब यसलाई सुधार गर्नु पनि छ। त्यसमा अब दोषी हामी नै पनि छौँ, किनभने अब त्यहाँको पढाइ सुधार गर्न नसकेको भएर त्यहाँ विद्यार्थी धेरै नै कम छन्। अब पढाइ सुधार गर्नुभन्दा अगाडि पहिला स्कुल जोगाउनु पर्ने छ। स्कुल चाहिँ पुरै लगभग अब बाटो चाहिँ बढाउँदै जाँदाखेरि गर्दाखेरि थोरै वाल जम्मा 2-3 हातको वाल लगाइएको छ। त्यसले गर्दा स्कुलको चाहिँ चौरै जाने अवस्थामा छ अहिले चाहिँ। त्यसलाई चाहिँ तपाईँले विशेष ध्यान दिनु होला। ग्राउन्डको हालत त्यस्तो छ। 1 करोड बजेट परेको छ, ग्राउन्डको हालत आधी गइसकेको छ। अनि त्यसलाई नै राष्ट्रिय स्तरको एउटा ग्राउन्ड चाहिँ हजुरले यसो आकर्षित गरिदिनु पर्यो, जुन कुराले यो डिवाइसीमा भएका मेम्बरहरूलाई चाहिँ एकदम सपोर्ट मिलोस् होइन। र राष्ट्रिय स्तरले भयो भने भोलि अटोमेटिक यहाँ विकास हुन्छ क्या।
ग्राउन्ड राम्रो भयो भने अटोमेटिक बाटोघाटो आफै विकसित हुँदै जान्छ। यही भन्दै म आफ्नो मन्तव्य यहीँ अन्त्य गर्न चाहन्छु। धन्यवाद। यो हाम्रो बाटो पनि नगरपालिका जानुपर्ने पनि बाटो घुमोस् र राउन्ड लिएर चक्रपथ घुमेची गरेर बाटो चलोस्। यो अनि हाम्रो यो नगोर र धानिक जोड्ने बाटो बिहान बेलुकालाई खाँचो नभइकन चल्न पर्यो। त्यही हो, अब जन्तुकै 1 नम्बरमा चाहिँ जन्तुकै संरचना गर्नु पर्यो। बाँधेर हुन्छ कि त्यो बाँदरलाई हामी बरु बाँधेर एकवटा पालि घरै पछि एकवटा बाँधेर पालिन्छौँ, बरु सभातिर दिनु पर्यो। र बरु एकवटा बाँध्ने त्यो बथान छोडेपछि हाम्रो कमै नोक्सान भयो। हामी बरु कुकुर पालेजी गरेर बाँदर पालिने, बरु एकवटा घरै पछि सभातिर दिने कि सरकारले दाना पानी दिएर जाली लाएर छेक्न पर्यो। त्यसलाई राति बँधेर आउने, दिउँसो बाँधेर आउने। अब हाम्रो त हातमुख जोड्ने यहाँको जनतालाई समस्या भइसक्यो। हाम्रो जुन यो अब मेन रोड जुन रानीवनको बाटो छ नि, यो रुखहरूको चाहिँ हेर्नु, यो एकदम पुरा जिडा रुखहरू यतिकै भयो। यो कुरा पनि तपाईँले उठाइदिनु, यो चाहिँ राख्नुपर्ने कुरा थियो। मान्छे त्यहाँ धेरै घाइते भइसकेका छन् राति हिँड्दाखेरि। त्यति एउटा कुरो पनि उठाइदिनु पर्यो। यहाँहरू वास्तवमै जितको भागीदार यहाँहरू हुनुहुन्छ र इतिहास रच्ने महाअभियानको भागीदार पनि यहाँहरू हुनुहुन्छ। यहाँहरूसँग जोड्नको लागि, यहाँहरूलाई प्रत्यक्ष मसँग प्रत्यक्ष जोड्नको लागि र पछिल्लो निर्वाचन परिचालनमा रहेर यो भेटघाट कार्यक्रम, त्यसपछि घर दैलो कार्यक्रमदेखि लिएर निर्वाचनलाई सफल बनाउनको लागि मत त दिएर यहाँले परिवर्तन त गर्नुभयो, तर यहाँहरूसम्म ल्याइदिनको लागि मेरो पार्टीको राष्ट्रिय स्वतन्त्र पार्टीको संयन्त्र नागार्जुन तारकेश्वर नगरपालिका सभापति विनोदजी हुनुहुन्छ यहाँनिर। विनोदजी, भीमसेन दाई हामीसँग सँगै हुनुहुन्छ र 3 नम्बर वडा सभापति जनार्दन दाई कहाँ हुनुहुन्छ? कतापट्टि हुनुहुन्छ? खोइ जनार्दन दाई हुनुहुन्छ यहाँनिर। त्यसपछि हाम्रो महानगरपालिकाका संयोजक शशीजी पनि यहाँ हुनुहुन्छ। रविजी हुनुहुन्छ यहाँनिर, रवि गौतमजी, जिल्ला उपसभापति रवि गौतमजी पनि आउनु भएको छ। त्यसपछि तारकेश्वर नगरपालिकाकै 4 नम्बरका सभापति सूर्य अधिकारी दाइ त्यहाँ हुनुहुन्छ। श्यामजी पनि आउनु भएको छ। 5 नम्बर सभापति श्याम फुयालजी हुनुहुन्छ। त्यसबाहेक निर्वाचन परिचालन समितिमा रहनुभएका साथीहरू कोही आइपुग्नु भएको छ। उपसभापतिजी हुनुहुन्छ, तारकेश्वर नगरपालिका उपसभापतिजी हुनुहुन्छ यहाँनिर। त्यो बाहेक महानगरपालिका 16 नम्बर वडाका वडा संयोजक जीवन भट्टराईजी पनि हुनुहुन्छ। एकचोटि देखिदिनु अनुरोध गर्न चाहन्छु। त्यसपछि यो निर्वाचनमा समानुपातिक उम्मेदवार हुनुभएका इच्छाराम कार्की दाजु, हाम्रा सबैका अग्रज दाजु, हामीभन्दा कयौँ गुणा धेरै चिन्जान परिचय, यहाँसँग सम्पर्क धेरै पुरानो सम्पर्क भएका उहाँ दाजु पनि हुनुहुन्छ। यो बाहेक मैले धेरैको नाम लिन मैले छुटाएको छु, तर छुटाउँदै गर्दाखेरि यहाँले अन्यथा नसोच्नु होला। पार्टीसँग जोडिएर नेतृत्वमा रहनुभएका सबै साथीहरू यहाँनिर हुनुहुन्छ। सँगसँगै हामी यहाँ आइपुग्दै गर्दाखेरि यो अहिलेको बहुमतीय प्रणाली, संसदीय अभ्यास र बहुलवादी राजनीतिक दलहरूको अभ्यास गर्ने यो प्रणालीमा राजनीतिक दलको संयन्त्रसँग जोडिएर हामीलाई सहयोग गर्नुहुने र दलमा कहीँ पनि नरहिकन, राष्ट्रिय स्वतन्त्र पार्टीको संयन्त्रमा कहीँ पनि नरहिकन, तर जित राष्ट्रिय स्वतन्त्र पार्टीको हुनुपर्छ र परिवर्तनको लागि राजनीतिको जिम्मा र यो देशको सरकारको जिम्मा, समग्र राष्ट्रको जिम्मा अब राष्ट्रिय स्वतन्त्र पार्टीको काँधा दिनुपर्छ भनेर पछाडि बसेर लागि पर्नुभएका, फरक राजनीतिक दलको झन्डा बोकी पनि, फरक राजनीतिक दलको नेतृत्व सम्हाले पनि, यो 80 वर्ष लामो राजनीतिक इतिहास, 70 वर्ष लामो राजनीतिक इतिहास, 30 वर्ष लामो राजनीतिक इतिहास भएका राजनीतिक दलको नेतृत्वै सम्हालेको भए पनि अब परिवर्तनको लागि यो पुस्तालाई राजनीतिक जिम्मेवारी दिनुपर्छ भनेर त्यो हिम्मतसहित मत परिवर्तन गर्नको लागि भूमिका खेल्नु हुने, पछाडि बसेर भूमिका खेल्नु हुने यहाँहरू सबैलाई पुनः एकचोटि म धन्यवाद ज्ञापन गर्न चाहन्छु। अब निर्वाचन सम्पन्न भइसकेको छ र निर्वाचन सम्पन्न भइसकेपछि मैले अघि नै भने म सँगसँगै निर्वाचनमा उठ्नुभएका अन्य उम्मेदवारहरू मभन्दा धेरै राजनीतिमा धेरै खारिएका, धेरै लामो राजनीतिक अनुभव लिएका हुनुहुन्छ। त्यो बाहेक जिम्मेवारीमा नरहनु भएका भए पनि यहाँहरूले यो देशको धेरैवटा परिवर्तनलाई नजिकबाट निहाल्नु भएको छ, राजनीतिक परिवर्तनलाई नजिकबाट निहाल्नु भएको छ र अन्य परिवर्तन, व्यवस्था परिवर्तनलाई नजिकबाट निहाल्नु भएको छ। यहाँहरूको अनुभव पनि उत्तिकै आवश्यक हुन्छ र विशेष गरी आफूले मत दिएर निर्वाचित गराएको जनप्रतिनिधिबाट आफ्ना सबै समस्याको समाधान हुनुपर्छ भनेर आशा राख्ने नेपाली जनताको यहाँको त्यो अधिकारको सुनिश्चितता गर्ने र यहाँको अधिकारको त्यो सुनिश्चितता गर्ने जिम्मेवारीप्रति पनि म सम्मान व्यक्त गर्दै सबै जिम्मेवारीहरू यहाँले राखेका सबै समस्याका समाधान प्रतिनिधि सभाको हैसियतले मैले गर्न नसकौँला, मैले गर्न पाउने अधिकार नहुन सक्ला, तर अब यी सबै समस्याको समाधानको पहल कदमीको गर्नको लागि
स्थानीय सरकारसँग गर्नुपर्ने सहकार्य, संवाद, सहजीकरण, प्रदेश सरकारसँग गर्नुपर्ने, केन्द्र सरकारसँग गर्नुपर्ने र राज्यका अन्य निकायसँग गर्नुपर्ने समन्वयकारी भूमिका, यी सबै पाटोमा काम गर्ने पाटोमा म काम गर्न छँदैछु। तर मेरा धेरै हातहरू बनेर, मेरा धेरै रिप्रेजेन्टेटिभहरू बनेर, गणेश पराजुली जस्ता धेरै गणेश पराजुली बनेर र रवि लामिछाने जस्ता धेरै रवि लामिछाने बनेर, बालेन्द्र शाह जस्ता धेरै बालेन्द्र शाह बनेर आफ्नो टोल, आफ्नो भूगोल र आफ्नो क्षेत्रको समस्या के हो भन्ने कुरो आइडेन्टिफाई गर्नको लागि तपाईँहरूभन्दा बेसी ज्ञान मलाई नहुन सक्छ। र आफ्नो ठाउँमा चाहिने त्यो विकासको गतिलाई जोड्दै गर्दाखेरि के कुरा चाहिँ प्रायोरिटीमा राख्नुपर्छ, के कुरालाई ग्राह्यता दिनुपर्छ, के कुरालाई पहिला ग्राह्यता दिनुपर्छ, के त्यसपछि के कुरालाई दोस्रोमा ग्राह्यतामा राख्नुपर्छ, यी सबै पाटोमा काम गर्नको लागि तपाईँहरू जतिको ज्ञान मलाई नहुन सक्छ। तपाईँहरूसँगै सहकार्य गरेर, तपाईँहरूसँग हातेमालो गरेर हामी सबै कुराको समाधान पनि गर्न सक्छौँ। सहजीकरण गर्ने कुरा त छँदैछ, कानुनै बनाउनु पर्ने छ, कानुनै संशोधन गर्नुपर्ने छ भने त्यो पाटोमा काम गर्न पनि हामी तयार छौँ। जसरी गरे पनि जनताको दैनिकीमा सरलीकरण र अनुभूति हुने गरी परिवर्तन गर्ने जिम्मा यतिखेर हाम्रो काममा आएको छ। यो पुरा गर्ने प्रतिबद्धता निर्वाचन अगाडि जसरी मत माग्दै गर्दा मलाई मत दिएकै कारण तपाईँले कहिल्यै यसरी निर्णय पर्दैन भनेर गरेको बाचा, प्रतिबद्धता त्यो बाचा मात्र थिएन। त्यसलाई यथार्थमा बदल्नको लागि हामीले पार्टीको तर्फबाट 5वटा बुदामा यहाँहरूसँग तमासुकै बनाएर करारनामा गरेका छौँ, साङ्केतिक भए पनि करारनामा गरेका छौँ। ती 5वटा बुदाको अवधारणामा रहेर 100वटा बुदामा हामीले बाचापत्र तयार पारेका छौँ। विगतको राजनीतिक अभ्यासमा निर्वाचन सकिसकेपछि बाचापत्र कहाँ पुग्थ्यो कसैलाई पनि थाहा हुँदैन थियो।